साथीहरु आज 4 नोभेम्बर म दार्जिलिङ आएको छु। दार्जिलिङ टाउन आएको छु। यति दामी वेदर भइरहेको रहेछ दार्जिलिङको वेदर हेर्नुस् त। कञ्चनजङ्घा त्यति डरलाग्दो क्लियर छ। म यहाँ यो खिच्नुलाई मात्रै म यहाँ झरेको स्टेसनमा, रेलवे स्टेसनमा। हेर्नुस् है दार्जिलिङ आज यति क्लियर छ। वाउ, पहाड की रानी दार्जिलिङ त्यसै भनेको हो। पहाड की रानी दार्जिलिङ, क्वीन अफ हिल, पहाड की रानी दार्जिलिङ। हेर्नुस् यति ब्युटिफुल छ। आम्मा खिचुङ लागेर म झरेको। यहाँ सबैभन्दा पुरानो यहाँ मन्दिर छ, देख्नुभयो मन्दिर, सबभन्दा पुरानो मन्दिर हो हाम्रो यो दार्जिलिङ चाहिँ। यहाँ चाहिँ टुरिस्टहरु मात्रै यही हेर्नलाई आउँछ टाढो टाढोबाट। आज कति क्लियर रहेछ, बिहानदेखिको क्लियर छ। कञ्चनजङ्घा यति क्लियर देखिरहेछ। यहाँनिर म चाहिँ रेलवे स्टेसनमा झरिरहेको छु। यहाँनिर धीरधाम भन्छ यहाँ मन्दिरलाई, धीरधाम। सबभन्दा दार्जिलिङको पुरानो मन्दिर, टेम्पल, शिवालय हेर्नुस् दार्जिलिङको। मन पर्यो होला आजको कञ्चनजङ्घाको। हेर्नुस् त। हौ त साथीहरु, बाई बाई। अझै क्लियर हेर्नुस् ल यो नजिकबाट। अम्बो यति डरलाग्दो हिउँ परेको रहेछ।